गुड मर्निङ गाइस। आज म घरको चाहिँ अब सब्जी पकाउने क्या, पालकको सब्जी। पालक काटेर ट्याक्कैसँगले यसलाई बोइल गरेर चाहिँ निचोरिरहेको छु हो। अब सरसोको तेल हाल्छु। सरसोको तेल हालेर त्यहाँदेखि चाहिँ यो मसला पड्काउनुपर्छ हो। अनि हल्का यो खर्सानी प्याज हालेर चाहिँ एकदम यसलाई चाहिँ के भन्छ भने सादा। हामी चाहिँ अब मसला त्यति खाइँदैन हो। मसला चाहिँ हाम्रो यहाँनिर कम्ती एकदम मात्रामा खाने दस्तुर छ कि, त्यही कारणले अब यो पाँच फोरन अलिकति हाल्ने। पाँच फोरन हालेर चाहिँ अब यो भएपछि यो हालेर हल्कासँग चलाउने। चलाएर चाहिँ अब यसमा के मसला हाल्ने भन्ने कुरो चाहिँ यो हो। यहाँ पानी तातिँदैछ। पानी तातेपछि दाल बनाउँछु, त्यहाँदेखि खाना बसाउँछु। यो ठिक्क भएपछि आज पालकको सब्जी बनाउने भनेर थालेको। ट्याक्कैसँग पालकको सब्जी हालिन्छ। अर्ग्यानिक सब्जी बारीमै, मकैबारीमा उम्रेको यो पालकको सब्जी। पालकलाई अब ठक्कैसँगले हल्का बेसार चाहिँ हाल्नै पर्यो हो। हल्का बेसार त्यहाँदेखि चिल्ली पाउडर हल्का लगाएर फेरि चलाउनु पर्यो। यसलाई छोप्यो भने फेरि फाटफुट हुन्छ, छोप्नु हुँदैन हो। यति हालेपछि फेरि नमक, हल्का नमक हाल्ने हो। बेसी हाल्यो भने फेरि तितो हुन्छ। फेरि चलाउने। ग्यास सानो बनाउने, सानो ग्यासमा पकाउने। यहाँ त टालिन्छ हो। पालकको सब्जी बनाएको